नमस्कार। नेपालको राजनीति किन अस्थिर बन्छ? यो अत्यन्तै कठिन, जटिल र संवेदनशील प्रश्न हो। तर यसको जवाब खोज्दा भने सरल सरल जस्तै लाग्छ। सबैभन्दा पहिला त भू-राजनीतिक जटिलता छ। नेपाल, चीन र भारत बीच अवस्थित संवेदनशील भू-राजनीतिक स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय सामरिक प्रतिस्पर्धा, बदलिदो विश्व शक्ति सन्तुलन र क्षेत्रीय राजनीतिक प्रतिस्पर्धाले नेपाललाई पनि प्रभावित गर्ने गरेको छ। भारतको स्वार्थ, खुला सीमा, राष्ट्रिय सुरक्षा, हिमालय क्षेत्रको स्थिरता, जलस्रोत, व्यापारिक पहुँच र तथा आफ्नो परम्परागत क्षेत्रीय प्रभाव कायम राख्ने भारतको चासो रहँदै आएको छ। यो पनि नेपालको राजनीतिलाई अस्थिर बनाउने कारण मध्येको एउटा मुख्य कारण हो। चीनको स्वार्थ, तिब्बतसँग जोडिएको सीमाको सुरक्षा, पृथकतावादी गतिविधि नियन्त्रण, हिमालय क्षेत्रमा स्थिरता र दक्षिण एसियाको आर्थिक रणनीति सम्पर्क विस्तार चीनका प्रमुख चासो हुन्। यी चीनका चासोले गर्दा पनि नेपाल एउटा अस्थिर राजनीतिको केन्द्रभागमा पर्छ। अमेरिका दक्षिण एसियामा खुला, स्थिर र नियममा आधारित क्षेत्रीय व्यवस्था, लोकतान्त्रिक साझेदारी तथा इन्डो पेसिफिक क्षेत्रमा आफ्नो रणनीतिक उपस्थितिलाई सुदृढ बनाउन चाहन्छ। दक्षिण एसियामा अमेरिका सैन्य शक्तिको उपस्थिति जनाउन चाहन्छ। त्यसको लागि नेपाल सबैभन्दा उपयुक्त भूमि हो भन्ने अमेरिकाको बुझाइ छ। नेपाली राजनीतिमा शक्तिको एउटा कमजोरी छ। नेपाली राजनीतिक शक्तिको दलहरूको भनौँ न, राजनीतिक दलहरूको कमजोरी छ। स्पष्ट राष्ट्रिय एउटा रणनीति छैन। वैचारिक विचलन भइराखेको छ। संस्थागत कमजोरीहरू छन्। नेतृत्वको अस्थिर एउटा प्रवृत्ति छ र नेतृत्वको हस्तान्तरण, पुस्तान्तरण, रूपान्तरण गर्ने शैलीमा ठुलो प्रश्न छ। यसकारण पनि नेपालको राजनीति सधैँजसो अस्थिर बन्दै आइरहेको छ। 7 नम्बरमा दलहरू बीच आन्तरिक लोकतन्त्रको अभावलाई पनि लिन सक्छौँ। 8 नम्बरमा राष्ट्रिय हितभन्दा सत्ता, पद र व्यक्ति स्वार्थलाई प्राथमिकतामा राखेको विषयलाई लिन सकिन्छ। त्यसैगरी 9 नम्बरमा भ्रष्टाचार, दण्डहीनता र कमजोर सुशासनको कुरालाई लिन सक्छौँ। 10 नम्बरमा राष्ट्रिय हितका विषयमा दीर्घकालीन साझा सहमतिको अभाव, हैन, राष्ट्रिय हितका विषयमा दीर्घकालीन एउटा साझा सहमतिको अभाव छ, हैन। त्यसैले यी कुराहरूलाई हामीले नजिकबाट हेर्यौँ र नजिकबाट बुझ्यौँ भने नेपाल जस्तो एउटा भू-राजनीतिक र सामरिक स्वार्थबाट, हैन, जटिल अवस्थामा रहेको देशलाई सञ्चालन गर्न अत्यन्तै कठिन छ। त्यसैले यी त्रिदर्शीय शक्तिहरूलाई सन्तुलनमा राखेर नेपालको भविष्यलाई सुनिश्चित गर्नका लागि नेपालका राजनीतिक सम्पूर्ण दल र वर्तमान सरकारमा रहेका साथीहरू जो जति हुनुहुन्छ उहाँहरू सबैले सचेत ढङ्गले अगाडि बढ्नुपर्छ र जिम्मेवार कदमहरू चाल्नुपर्छ भन्ने हामीलाई लाग्छ। हस्त, धन्यवाद, नमस्कार।